चिट्ठामा रमाउने सरकार अब त आँखा खोल, जनताको पीडा बुझ, चमेली बन जनताको। सम्माननीय सभामुख महोदय, पूर्व वक्ता मान्यज्यूले भन्नुभयो यो हामीहरू चाहिँ चिट्टामा परेर आएको भन्नुभयो, उहाँले प्रुफ दिनु पर्यो। त्यो हामी जनताले प्रत्यक्ष जिताएर आएको हामी सांसद हौँ कि चिट्टामा परेर आएको, उहाँले प्रुफ सहित भन्नु पर्यो। यो चाहिँ यो हरेकपल्ट सदनमा उहाँहरूले हामीले चिट्ठामा परेको, चाउचाउमा परेको, तपाईँहरूले के भन्ने हो? तपाईँहरूको शैली हो यो? तपाईँहरूलाई जसरी जिताएर आएको हो त्यसरी जिताएर हामीलाई पनि आयो। तपाईँले टाउको हल्लाउनै पर्दैन यो विषयमा। हस्, धन्यवाद। उहाँको यो रेकर्ड चाहिँ सम्पूर्ण हटाइयोस् सम्माननीय सभामुख महोदय। हामी ढुक्कसँग जनताको आवाज उठाउन पाइरहेका छैनौँ सभामुख महोदय। प्रतिपक्ष भएर हो कि के हो, हामी बोलिरहँदा जुरुक्क उठ्ने त नियमापत्ति नै भएको हुँदैन, तर नियमापत्ति गर्ने। यसले गर्दा हामी ढुक्कसँग जनताको आवाज उठाउन सकिरहेका छैनौँ।